चाहिँ एसएन, नम्बर नेम, सिम्बल, भ्यालेन्सी, अटोमिक मास र इलेक्ट्रोनिक कन्फिगरेसन लेखेको क्या। 1 देखिको टोटल हाइड्रोजन हिलियम लिथियम बेरिलियम बोरन हुँदै 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 के हुन्छ 20 देखिको मैले 30 सम्म लेखेको हो। अनि यो चाहिँ पेन्सिलको लाइन छु, तपाईँलाई देखिँदैन होला, यो धेरै मधुरो छ। अनि सिम्बल नम्बर पनि टोटली सबै 1 देखिको 30 नम्बरसम्म लेखेको छ। अनि भ्यालेन्सी पनि 1 देखिको 30 सम्म लेखेको छ। अनि मैले अटोमिक मास पनि अब सबै लेखेको छ, 1 देखिको 30 जिङ्कसम्म नै लेखेको छ। अनि इलेक्ट्रोनिक कन्फिगरेसन त क्लास 10 मै पढेको हो। क्लास 10 मा पनि 20 सम्म मात्र पढेको, क्याल्सियमसम्म मात्र पढेको हो। त्यहाँको 30 सम्म जो यो छ नि 10 र यो यति चाहिँ मैले भर्खर पढेर भर्खर याद गरेको हो। अनि इजी नै रहेछ। अनि मैले पढेको भनेको यही इलेक्ट्रोनिक कन्फिगरेसन, अनि भ्यालेन्सी, अनि यही सिम्बल, अनि यो नेम भन्ने चाहिँ मैले पोलि नै पढेको हो, 8, 9, 10 मै पढेको। अनि यो मैले नपढेको भनेको एउटा यो अटोमिक मास मात्र हो, त्यही पनि यो कति पोइन्ट हालिरहेको छ। अनि यो बुक्सहरू चाहिँ अब प्रिन्सिपल अफ म्याथमेटिक्स, मलाई थाहा छैन त्यत्रो बुक हुन्छ भनेर। बायोलोजी 11 को, मलाई त साइन्स चाहिँ इजी जस्तो लागेको थियो, तर 11 मा किन बुक हेर्नुपर्छ। ओहो, केमिस्ट्री हेरौँ, अनि द हार्ट अफ फिजिक्स हेरौँ फेरि। अनि यिनीहरूको बुक हेर कत्रो चारा तला बनायो भने 4 तला हुन्छ, 4 तला। अनि अझ के भन्नु, अझ इङ्ग्लिस र नेपाली त छुट्टी पो रहेको छ त्यहाँ त। अनि यो सारा बुकहरूको लाइन नै छ मैले किनेको। अनि अब यति मात्र के छ र, अझै पनि छ। अनि अर्को पनि प्रोजेक्ट बुक छ क्या, कलेज खुलेको भर्खर हप्ता पनि भएको छैन, यहाँ प्रोजेक्ट बुक दिएर त या त। अनि यो अर्को यहाँ चाहिँ इलेक्ट्रोनेगेटिभिटी र इलेक्ट्रोपोजिटिभिटीहरू लेख्नुपर्ने छ। अनि यो चाहिँ अहिले भन्दैछ, मैले गरेको छुइनँ। अनि यसलाई चाहिँ म ओपन गरिदिन्छु, अब खाली नै छ।